आजको हाम्रो यात्रा चाहिँ झन्डी डाँडासम्मको रहने अनि त्यहाँसम्मको सम्पूर्ण दृश्यहरू हामी कैद गरेर तपाईहरू माझ हामी देखाउने छौँ। डाँडा चाहिँ सुरुङाबाट पनि हामी उत्तरतर्फ जान सकिन्छ। अहिलेलाई चाहिँ हामी दुर्गापुर बजारबाट उत्तरतर्फ यो शहीद गेट मार्फत हामी लाग्नेछौँ र हाम्रो बाइक चाहिँ उत्तरतर्फ अहिले अगाडि बढिरहेको छ। दुर्गापुर चोकबाट करिब 1 किलोमिटर उत्तर आइसकेपछि हामी विमल चोक भन्ने ठाउँमा आइपुग्दछौँ र विमल चोकबाट पश्चिमतर्फको ग्राभल बाटो हुँदै हामी अहिले चाहिँ यो कन्काई नगरकै सुन्दर पर्यटकीय क्षेत्र सिमसार क्षेत्रमा हामी आइपुगिसकेका छौँ र यो सिमसार क्षेत्र अत्यन्तै रमणीय रहेको छ। तपाईहरू पनि सिमसार क्षेत्र चाहिँ घुम्नु आउनु भएको छैन भने एकपटक आउनु होला। एकदमै राम्रो छ है। हामी चाहिँ धेरै अगाडिदेखि नै यो क्षेत्र घुमिसकेका छौँ। अहिले चाहिँ हामी सिमसार क्षेत्रलाई छोडेर सुकेडाँगी क्षेत्रतर्फ हामी अगाडि बढिरहेका छौँ। छेउछेउका जङ्गलका दृश्यहरू, छेउछेउमा भएका घरहरूको दृश्य र अवलोकन गर्दै हाम्रो यात्रा अगाडि बढिरहेको छ। बाइक जान्ने अरे यहाँ दाइ एकजना दाइलाई यहाँनिर हामीले बाटोमा सोध्यो, देखिहाल्नुभयो। यहाँ बाटो निर्माण हुँदैछ। अब हाम्रो एसियन पुल हाम्रो रोडको पनि त हालत त्यस्तै छ। गाउँतिर पनि यस्तो प्रगति हुँदैछ भनौँ। भाइ हेर्नु कति कठिन छ हौ आमा।
ल बाटो हेरौँ न बाटो यस्तै यस्तो हो यस्तो हालतले हिँडिराखेको छ के गर्नु म पनि ओर्लिन्छु होला यो भयो होइन ल यहाँ हेरौँ न यहाँ झन्डै लड्यो यस्तो बाटो यस्तो छ नेपालको के गरौँ कठिन छ हौ कठिन छ गाह्रो छ यहाँ हेरौँ न आमामा बाटो साह्रै गाह्रो छ दुःख सुख यताउता गरेर पनि हामी पुग्ने नै छौँ जस्तो जे सुकै भए पनि हामी पुग्छौँ गन्तव्यसम्म निर्माण भइरहेको छ र यो पुल सम्पन्न भएमा सबैजनालाई सहज हुने अवस्था देखियो। अलमलमै पर्यो साथीहरू के गर्ने कसो गर्ने भयो होइन यो झन्डी डाँडा जाने बाटो कताबाट हो यहाँ यहाँबाट यसो जानुपर्छ कि सिधै ए हो ल फाइनली हामीले यहाँ एकजना बहिनी देखिहाल्नुभयो उहाँलाई सोधेर उसको सहयोगले हामी जाँदैछौँ हामी पनि पहिलोचोटि गइँदैछ हुन त हाम्रै झापाकै भनौँ डाँडा सगरमाथा चढे जस्तै हो पुरै तपाईँलाई अहिले थाहा भइहाल्छ धेरै वर्ष भनौँ न अब त्यस्तै भएपछि हामी त्यहाँ चढ्ने कोसिस गरियो फाइनली हामी सबको यही होइन झन्डी डाँडाको यो टुप्पो यतै माथि छ अरे हेर्नु नेपालको धन हरियो वन हाम्रो यही हो अब हाम्रो सम्पत्ति त यिनीहरू नै हो है ट्याक्कै यो परको झन्डी डाँडामा चढ्नुपर्छ अहिले हामीले अब गाडी जान्छ जाँदैन होइन त्यो हामीलाई केही थाहा छैन र पनि गाडी नगए पनि हामी हिँडेर भए पनि तपाईँलाई भिडियोहरू ठाउँ ठाउँको लगाइरहेको छौँ वहाँ पुगेर तपाईँहरूलाई उयो गरिन्छ ए अङ्कल यो झन्डी डाँडा जाने कताबाट हो त्यो बाइक चाहिँ कताबाट जान्छ होइन जान्छ बाइक सिँढी भएको ठाउँबाट जान्छ यताबाट कहाँबाट जान्छ भने बाइक हो ल धन्यवाद है धन्यवाद बुनुहरूलाई जानकारी धेरै रहेछ सामुदायिक वन पिकनिक स्पोट पनि रहेछ देख्नुहुन्छ यो बाटो चाहिँ हाम्रो ठ्याक्कै यो बाटो चाहिँ सुरुङ्गाबाट ठ्याक्कै आउँछ है त्यहाँबाट आएर हामी सिधै उता पुगिन्छ अब यहाँ हामी सोधिन्छ सोधे ग्राभलको बाटो रहेछ हौ यहाँनिर ठ्याक्कै फाइनली हामी अब छेउछेउ आइपुग्यौँ यहाँ एकजना दाइलाई सोधेर सहयोग मागेर हामी हिँड्यौँ अब जस्तै यहाँ यो ठाउँ आएपछि ठ्याक्कै यतापट्टि तपाईँले पुरै पुरै उयो छ यो गाडीहरू यता उयो गर्ने धनुषकोटी हाम्रो मन्दिर पिकनिक खाने ठाउँ पनि हो त्यहाँबाट यस्तो ठ्याक्कै गेटबाट हामी पूर्व फेरि लागेको छ झन्डी डाँडा जान्छ यहाँबाट हो अब बाइक 3 जना सिँढी पर छ यस्तो छ है यस्तो बाटोहरू कति गाह्रो छ कस्तो के हुँदैछ तपाईँहरूले कमेन्ट गर्नु होला शुक्रराज भण्डारी यसमा चाहिँ तपाईँले एउटै एकै थोपा समुद्र बन्छ भने जस्तै तपाईँहरूले पनि यसो हाम्रो दुःख बुझेर यसो लाइक कमेन्ट सब्सक्राइब गरिदिनु भयो भने हाम्रो पनि मनमल बढ्छ नयाँ हाम्रो होइन कस्तो के हुँदैछ सुझाव गर्दै गर्नु होला के ठ्याक्कै यो बाटो हामी ठ्याक्कै जाँदैछौँ कटेज पनि रहेछ ठ्याक्कै यहाँबाट अब कता जानु यो झन्डी डाँडा हेलमेट भनेर यहाँ के बोलेको छ ठ्याक्कै अलिकति हल्लियो त्यसको लागि मिलाएर बुझ्नु होला त्यहाँ बोट तपाईँको सजिलोको लागि
झापाको मान्छेलाई ठिकै छ होइन। झापाभन्दा अरू मोरङ सुनसरी अब यताउता हुनुहुन्छ उहाँलाई पनि चुप थाहा नहुनसक्छ, केही नहुनसक्छ कि बाटो उहाँको लागि सजिलो लागि ठ्याक्कै आउनु झन्डी डाँडा ठ्याक्कै सगरमाथा चढे जस्तै साह्रै रमाइलो ठाउँ छ है। बोल्ची सोल्ची यस्तो साह्रै रमाइलो, ठ्याक्कै आउनु फ्यामिलीहरू आउँदा पनि हुन्छ। ठ्याक्क सधैँ रमाइलो गर्नुको लागि ठ्याक्क माथि गएपछि तपाईँको होटलहरू छ अरे माथि ठ्याक्क झन्डी डाँडा भनेर एकदम टुप्पोमा माथि पुग्नुपर्छ हामी। बाटो हेर्नु यहाँ कस्तो छ। आमाम यो गाह्रो हुन्छ, गाह्रो चाहिँ हामी त तिनजना छौँ र गाह्रो भइरहेछ गाइज। तपाईँहरू आउँदाखेरि डबल सिङ्गल जस्तो गरेर आए पनि सजिलो पुग्नुहुन्छ है। हामी त यहाँ तिनजना छौँ र हामीलाई अलिक गाह्रो भएको छ, नत्र भने बाटो राम्रो छ। फेरि ग्राभलको यति बाटो यतिको एकदम राम्रो बाटो छ। तपाईँलाई सिङ्गल डबलसम्म चाहिँ अलिक उयो हुन्छ। हामी यहाँ तिर्पल छौँ र हामीलाई गाह्रो भइरहेको छ नि यहाँ बाटो। यस्तो बाटो भएर चाहिँ पुरै यहाँबाट हामी ठ्याक्कै हामी सगरमाथा चढ्नु त आँट्यौँ है। हामी अब ठ्याक्कै के हिँड्दै पनि छ यी पैदलु त्यही त हो। कम त गाह्रो छ त यहाँ, सबै हिँडाइ भइरहेछ यहाँनिर। लास्टै गाह्रो छ यहाँ। जस हाम्रो यात्रा अब जुन सोचेर हामी हिँडेको थियौँ त्यसलाई पुरा गर्ने हो जस्तो सुकै भए पनि। त्यसपछि के हो कसो उयो गर्नुपर्छ। अब के गर्नु त, हिँडिहाल्यो गन्तव्यसम्म त पुग्नु पर्यो। बाटो यस्तो छ जे होस्, मैले अघि पनि भने नि तपाईँहरूलाई, सिङ्गल डबलसम्म आउँदाखेरि राम्रोसँगले पुगिन्छ। हामी त्यही अब तिर्पल आएको हुनाले गर्दाखेरि यस्तो भयो र स्यास्या फ्याफा भइसक्यो। ए मधेसको मान्छे चाहिँ पाहाड चढ्नु पर्यो भने झन्डी डाँडा आउनु पर्यो। कस्तो रमाइलो छ हेरौँ त यहाँ। ठ्याक्कै फुलहरू यो तल पुरै बाटो त्यो बाटो आएको हामी यहाँबाट अब गइँदैछ, उकालो चढिँदैछ। गल्यो थियो आम्फामा अब कति छ? आम्मामामा यहाँ हाम्रो कुमार दाइ चाहिँ पहिला पनि एकचोटि आउनु भएको रहेछ। म त पहिलोचोटि हो, स्यास्या भइसक्यो। मलाई त्यति उयो छैन, तर उयो के अरे वनतिर चाहिँ एकदम रमाइलो क्या। ठ्याक्कै तपाईँहरू फ्यामिली आउँदा पनि धेरै राम्रो हुन्छ। अनि जस्ट रमाइलो गर्नुको लागि उयो हुन्छ होइन। उहाँ हाम्रो गुरुजी चाहिँ उहाँ बसिसक्नु भयो। ध्वनि सिसको हो। डबल पनि यसो उसो गरेर गरिन्छ होला होइन। डबल पनि यताउता हुँदाखेरि हुन्छ होला, तर हामी तिर्पल दुःख सुख आइयो। रमाइलो, तर पैदल गर्नु पनि एउटा स्वास्थ्यको लागि राम्रो चिज हो नि त यो। जस्तै हामी यति उकालो यहाँ गाईचालाई मैले अघि पनि देखाएँ होइन, कति माथि आइसक्यो। अझै हाम्रो दाइ त अनुभवी भएर भन्दै हुन्छ के अरे हामी 4 भागमा 1 भाग मात्रै आइसक्छौँ भनेर। तर म चाहिँ पहिलो अनुभव भएर होला स्यास्या भइरहेको छु होइन। एकछिन बसेर अनि यसो पानी पो ल्याइएको छैन त हौ, साँच्चै हो। पानी त ल्याउनु पर्थ्यो। कस्तो यो
जाने भएर यसमा चाहिँ खुसीले हामीले पानी पनि ल्याउनु बिर्सेछौँ। तर जे होस् अब गन्तव्यमा पुगेर भए पनि के कस्तो हुन्छ खोल्साहरू पनि सबै सुकिरहेछ क्या, खोल्साहरू पनि सबै सुकिसकेको रहेछ क्या, खोल्साहरू सबै सुकिसकेको रहेछ। पानी खाने नि पानी खाने सबै सुकिसकेछ क्या, पानी खाने उयोहरू सबै सुकेर नि पुरै पानी त पुरै प्याक प्याक भइसक्यो नि हो। अलिक शीतलमा रोकौँ होला हौ। ए खोल्साहरू हेर्नु नि सबै तपाईँको यो तल देख्दै हुन्छ नि, यो तल सेतो सेतो देख्ने हुन्छ नि, अलिकति झुम गर्दै मैले त्यो सेतो देख्ने सबै बगर पानी कुद्ने बगर हो। अहिले सुकेर केही भएको छैन, पुरै उयो भइरहेछ। हामीले खुसीले हो कि के हो पनि पानी ल्याउनु भुलेछौँ, त्यही पानी खाउँ भनेर उयो गरेको। खोल्सा तपाईँलाई देखाए होला सायद होइन। पुरै हामीले पानी अब त्यो थुकलाई पानी मानेर खानुपर्ने अवस्था आइरहेछ। रमाइलो त रमाइलो छ। यस्तो हामीले दुःख गरेर यसो भिडियो हालो यताउता भनेर तपाईँहरू त्यस्तो नगर्नु, एकदम रमाइलो छ। हामी अब यो डाँडा होइन होइन उयो माथिको डाँडा हो कि अझै है। ल ल ल ल हामी एकछिन विश्राम गर्छौँ। अब पानी सानी नभए पनि यताउति के गरेर हो भने नस्ता ल्याएको छौ के चाउचाउ नस्ता 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 खाऊँ न। ए ल चाउचाउ छ भने खाऊँ न त। ल ल ल एकैछिन हामी नास्ता गर्छौँ। उसले घरबाटै अर्ग्यानिक यहाँ छ हाम्रो नास्ता, हामी अलिकति गर्छौँ तपाईँलाई छिनछिनमा उयो गरिराख्छौँ नि। ल नि पुग्न सकेला जस्तो छ। दिमाग खराब भइसक्यो। कहाँ हिँडेको मान्छे कहाँ आइयो। एउटा लक्ष्य लिएर हिँडेपछि त पुग्नु पऱ्यो नि, दुःख सुख भए पनि बस्दै बस्दै भए तापनि। नेपालको जे जस्तो पनि हिमाल चढिरहेछ होइन। हामी यो झन्डी डाँडा चढ्नु सकिन्छ होला, सेम फिलिङ्स आइरहेछ क्या मलाई अहिले त्यति। ल ठिक छ, हिम्मत दाइको हिम्मत दह्रो छ। ठ्याक्कै मलाई हिमाल चढे जस्तो भइरहेछ क्या। जति नै उयो घिस्रियो भने पुगिन्छ। ल गाइज यार हटेरिका लगभग ल यो तपाईँको इलामको त्यो 12 गोलाइ भन्छ नि त्यस्तै यताबाट आइयो फेरि यता चिप्लिनु पर्ने, उताबाट आयो यता चिप्लिनु पर्ने। थाकेर आम्मामा बिजोग हुने भयो। जस्ट अब तपाईँहरू आउँदाखेरि चाहिँ त्यही अनुसारले त बाटो त राम्रो भएको छ, अहिले भइरहेछ। अब कति छ हौ, कति छ? ए आधी ए माथिको डाँडा हो। आमामामा यार भर्खर आधी आइपुगेको अनि मुटु त फ्याक हुन थाल्यो त हौ। फ्याक हुन आँट्यो। उयो पानी त ल्याउनु पर्ने रहेछ, कस्तो बिर्स्यौँ यार। फाइनली यार यो हाम्रो एकछिन विश्राम फेरि हुने भयो। हिँड्दा थाकियो। यहाँ अलिकति अनुभवी हाम्रो भाइ र हाम्रो दाइ हुनुहुन्छ। म चाहिँ पहिलोचोटि उयो भएँ। अनि त्यो पर देखिने त के हो, सुरुङ्गा पुल होइन र? होइन, यो परको चाहिँ तपाईँको माई खोलाको पुल हो। अनि यो देखिएको भनेको माई खोला हो। यो डाँडादेखि उता पारिपट्टि चाहिँ यहाँ दोमुखा पर्छ। ए हो, हामी आएको भनेको दुर्गापुर यताबाट, दुर्गापुर हुँदै हामी प्रजापतिबाट निस्किँदै हामी सिमसार निस्केर हामी यहाँबाट यसरी आयौँ भनेपछि सिधै सुरुङ्गा बजारबाट पनि तपाईँको चाहिँ आउन सकिन्छ। ठ्याक्कै यो नजिकै तपाईँको देखिएको चाहिँ धनुषकोटी धाम हो। त्यो छर्लङ्गै यहाँबाट सबै देखिँदो रहेछ नि त हौ। सबै देखिन्छ। अझ अलिक माथि गयो भने अझ अहिले त मलाई थाक्यो, पुरै उयो भयो क्या, रमाइलो लाग्न थाल्यो सबै। त्यो यस्तो थाकेको थियो, यो भ्युज देखेर मलाई त पुरै थकाइ मेट्यो क्या। कति राम्रो यहाँबाट सबै देखिने क्या, सुरुङ्गै देखिने। अब पुरै हेरौँ न, लु गाइजहरू पनि हेर्नु है। यहाँबाट ठ्याक्क हामी आधी बाटोमा आइपुगेछौँ, तर यहीँबाट हाम्रो त्यही दृश्यहरू पुरै उयो देखिरहेछ क्या राम्रोसँगले, पुरै एकदम। अब माथिसम्म जाँदाखेरि हामी पनि उयो गरिरहेको छु, तपाईँहरूलाई जानकारी दिइरहेको छु। यहाँनिर यति भिरालो रुखहरू
नेपालको धन हरियो वन भन्छ नि, यही हो हाम्रो सम्पत्ति भनेकै। त्यसलाई मासिन नदिएर चाहिँ जे जस्तो भए पनि जे होस्, झापाको एउटा जस्तो सुकै भए तापनि एउटा नाम उयो गरेर झन्डी डाँडा भन्ने थिएँ होइन। अब यो बाटो जान्छौँ हामी, यो बाटो ठ्याक्कै जान्छौँ होइन। ठ्याक्कै त्यो बाटो जान्छौँ हामी। यो बाटो ठ्याक्कै पुगेर कति चाहिँ छ हो होला हो, अब 3 किलोमिटर जति होला कि अनुमान। अनुमान अझै हामी त उयो डाँडा पुगिन्छ होइन। हेर्नु गाइज, यो अझै पनि यो मेरो अम्लाले ठ्याक्कै तपाईँले देख्नु भएको छ, यो डाँडामा त्यो उयो भएको छ नि, त्यो डाँडा पुग्नु पर्ने रहेछ अझै पनि। ठ्याक्कै त्यहाँ पुगेपछि चाहिँ मात्रै हाम्रो अनि सास आउने भयो। अहिलेसम्म त हामी उयो भएको थियो, म चाहिँ स्याँ फ्याफे नै भएको थिएँ। जे होस्, यो हाम्रो यो दृश्य देखेर चाहिँ मेरो थकाइ मेट्यो है। एकदम राम्रो छ है। अब शुक्र सरलाई अब के भनौँ भने पानीको तपाईँ अगाडि गाडीमा सर जाने बाटो के कति दूरी छ त्यो पनि हिसाब किताब हुन्छ। अनि आउँदै फर्केर आएर पानी लिएर आउने, हामी यताबाट हिँड्दै आउँछौँ। अब उहाँ गन्तव्यसम्म पुग्ने स्थिति नै भएन। शुक्र सरलाई जानकारी गराउनु पर्छ क्या। तिमी गएर भन्दै गर, ऊ गाडीमा माथि होला कि त्यो उयो गरेर त भन त। ल शुक्र सर तेरिका होइन, हामी क्रमशः बिस्तारै हिँड्दै आउँछौँ। अब मुख सुकेर चाहिँ धेरै अब तनाव स्थितिमा पुगिसकेर अब पानी लिएर आएर थुक निलेर पनि भएन, लिएर आऊ होइन त उयो गरेर यत्रो उयो रहेछ यत्रो। अनि आम्मामा 1.5 घन्टा अझै छ अरे। अनि थुकै सुकिसक्यो, थुकले पुगिन्छ भनेर अघि डाइलेक्ट त हानिदियो कि थुकै सकियो क्या। अनि यहाँ यत्रो उयो टर्नुपर्ने रहेछ आम्मामा। होइन त्यो यताउता गरौँ न त। मलाई होइन एउटा मात्रै ल्याउँ, पैसा छैन कि हामीसँग, एउटा ल्याउँ सट उयो गरौँ। मुख चाहिँ भिजाउने हो क्या। यति यत्रो टाढो त यत्रो उयो आयो यहाँ हेरौँ न। बाटोको पनि मूल्याङ्कन गर्दैछ के कति छ, टाइम कति लाग्दो रहेछ भन्ने कुरो। ठ्याक्कै एउटा चिसो लिएर आउँ आज चाहिँ। अहिले चाहिँ कता जाँदै म तपाईँको चाहिँ नि हजुर एउटा घर चाहिँ हजुर मेरो शुक्रबारेमा छ। हजुर शुक्रबारे इलाम पर्छ त्यो। इलाम शुक्रबारे। यो पनि इलामै हो। यो पनि इलामै पर्यो। इलाम कति नम्बर पर्छ हजुर? यो इलाम तपाईँको हजुर पहिला 1 थियो, अहिले 2 भयो। इलामको 2 नै हो। 2 हजुर दानाबारी 2 नै भनौँ यसलाई। त्यसलाई पनि दानाबारी 2। दानाबारी नै पर्छ हजुर हजुर 2। यो चाहिँ हजुर यो जङ्गल भन्नुहुन्छ भने यो जङ्गल आदि चाहिँ अहिले चाहिँ यता यो सुके डाँगी भन्ने ठाउँबाट हेर्छ। हजुर सुके डाँगी वनले यो वनलाई हेर्छ। यो सुके डाँगीबाट हेर्छ, आदि चाहिँ यता है। हजुर यहाँदेखि उता गएपछि चाहिँ इलामले हेर्छौँ हामीले। तपाईँहरू हेर्नुहुन्छ हामीले हेर्छौँ। जस्तो यो गाउँलाई झन्डी डाँडा भन्छ नि, झन्डी डाँडा भन्छ। कति घर दूरी छ यहाँनिर? घरधुरी तपाईँको पहिला चाहिँ अलिक कम्ती नै थियो, अहिले चाहिँ छोरा नाति अब छोराहरू बढेकोले गर्दा हजुर हजुर 35 जस्तो चाहिँ पुग्छ। यता देखाउनु न। अनि जस्तो नि विशेष गरेर तपाईँको चाहिँ यहाँ गाउँमा नि हजुर विशेष गरेर कुन जातिका मान्छेहरू बसोबासो छ? बसोबासो अलिक धेरै चाहिँ हजुर हाम्रो राई लिम्बू छ। राई लिम्बूहरू बढी छन् यहाँनिर। राई लिम्बू बढी छ। हजुर हजुर छेत्री बाहुनहरू भनेको चाहिँ अलिक पाइँदैन, अलिक पाइँदैन, सिलासाली पनि पाइएन। साह्रै त छैन। लडेको बजार चाहिँ हाम्रो सुरुङ्गा नै हो। सुरुङ्गै हो। अठ्याक्रा नजिकको बजार भनेको सुरुङ्गै हो। आते जाते पनि सुरुङ्गै हो। हजुर हजुर यता माथिको 1-2 जनाको घर चाहिँ यहाँ सुके डाँडीमा पनि छ। खेतीपाती चाहिँ के हुन्छ यहाँ माथि? खेतीपाती भनेको जम्मै हुन्छ, सबै थोक हुन्छ। धान पनि हुन्छ। धान पनि हुन्छ। पानीको राम्रै व्यवस्था छ? पानीको चाहिँ अभाव छ। पानीको अभाव छ। पानीको अभाव। अनि धान खेती गर्दा चाहिँ कसरी? धान खेती गर्नु चाहिँ अब त्यो आकाशबाट पानी पर्छ, खल्सा खल्सी फलाएपछि मात्रै तिरानतिर पार्ने रोप्छ। अलिक तल अब तल पनि त्यही भन्नु, अलिक सबैभन्दा पुछारा बस्नेहरूको चाहिँ त्यो सबै अब सोचिएर गर्दाखेरि अलिक चाहिँ हजुर हजुर
उँधो बस्नेहरूले अलिक छिटो रोप्छ होइन हो माथि डाँडामा चाहिँ मूल फुटेपछि मात्रै कल्सा कल्सी कलाएर पानीको चाहिँ सबैभन्दा अभाव अभाव छ अरू सबै ठिकै छ। अब अहिले हामी यहाँ बसिरहेको ठाउँबाट अब त्यहाँ पुग्नलाई कति समय जति लाग्छ होला अब म पनि अब तपाईँहरू अब ठ्याक्कै त्यहाँ पुग्नुलाई हजुर है हजुर अब गाडीले त होइन आधी घन्टा पुगिजान्छ। अब म चाहिँ हिँडेको पर्दाखेरि 1.5 घन्टा 1.5 घन्टा लाग्छ अझै भनेपछि हामी त्यो तलबाट चाहिँ यहाँसम्म आइपुग्दाखेरि आधी पनि आइपुगेका छैनौँ कि क्या हो कहाँबाट यो ठ्याक्कै यो फेदीबाट यहाँ हजुर आधी घन्टा लाग्यो होइन आधी जति आइसक्यौँ कि छैनौँ आधी भएको छ कि छैन भर्खर चाहिँ सुरु हुँदैछ पस्नुलाई यो भर्खर सुरु भनेपछि अझै धेरै नै पो रहेछ भनेपछि त कति छ नि हौ अब यहाँ यो माथिबाट गोलाई हुँदै हुँदै गएर हजुर त्यो गोलछाड हेर्नु त अँ है हजुर त्यहाँ पुगेपछि चाहिँ अलिकति मैदान जस्तो भेट्छ त्यो गोलछाडा है त्यो गोलछाडा पुग्नुलाई म अब यहाँबाट हिँडेर चाहिँ आधी घन्टा लागिजान्छ अब त्यस्तो घुमाउरो गर्दै जान्छ यो यस्तो 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 टोर्निङ हुँदै गएको छ। अब पहिला त यसको बाटो पनि काँचो त यता यहाँबाट पहिले यताबाट यो रुख लडेको छ नि रुख लडेको त्यहाँबाट यस्तो छिरायो यस्तो हातैले खुनेर बना यो यो त भ्याएको त लगाएको 2 वर्ष जस्तो मात्रै त यो भ्याएकोले यतिको बनाएको होइन जे पनि यति भयो राम्रो पनि भयो नि त किनभने असहज परिस्थितिलाई अलिकति सहज भयो यति भए पनि बर्खा लागेपछि यो खलातखुलुत लगिदिन्छ फेरि बिहाको लाउनु पर्छ बर्खामा अलिकति समस्या हुन्छ अरू बेला सबै ठिकै छ यो ठाउँको अब भनौँ दानाबारीले नै हेर्ने हो कि यो बाटो हजुर हाम्रो मेहेर हजुर लिम्बू हो हजुर हो अम्बासिङ भनेर चिनिन्छ उसलाई हजुर हाम्रो मेहेर हजुर उस मेहेर बनिकन यतिको चाहिँ बनाएको जस उहाँले यतिको राम्रै गरिदिनु भयो ठिक छ अब आगामी दिनमा अझ उनीहरूको चाहिँ राम्रो हुन्छ ल अब गाउँ सबैजनाको राम्रोसँगको प्रयास भयो भने अझै राम्रो हुनसक्छ ल धेरै जानकारी गराइदिनु भयो हजुरलाई धन्यवाद छ है अङ्कल ल अब हामी लाग्छौँ ठिक छ होइन जस्तो सुकै हो भने यहाँसम्म आइपुग्यो हामी ठ्याक्क हामी 3 जनाको उयो छ ट्याक्क मेरो फेरि फोन आइदियो फेरि लु जाउँ बिस्तार जाउँ अब घुम्दै उयो गर्दै अब हेलो हेलो ए थाक्यो उतातिरबाट फोन गरेछ साथीहरूले यहाँ माथि डाँडा हिमालयमा पुगे जस्तो त्यो सगरमाथा चढे जस्तो भइरहेछ हौ ल थाकिएको छ अहिले एकछिनतिर फोन गर्छु नि है ल कम्ता भिड छैन आमामा कत्रो भिड कस्तो बाटो यार आमामा यार यताबाट नि मान्छे त हिँडेको रहेछ नि यो बाटो पनि होइन यो बाटो पनि हिँडेको रहेछ यार हट अहिले बाटो आमा थोरै माथि आइपुग्नु त हामी आमामा यो हेर्नु तल हट तेरिका कति 2 भाग आइसक्यो आमामामा यार लामो हिँडाइको थकान मेटाउन हामी चौतारीमा बस्दै खाजा खाने निर्णय गर्यौँ र हामी खाजा खाइरहेका छौँ।
सकियो पनि अब यसो सरसफाइ गरिदिनु पर्यो हामीले गरेको तपाईँको चाहिँ फोहोर अब हामीले नै सफाइ गर्नुपर्छ यहाँनिर होइन त्यसले गर्दाखेरि अब हामी चट्ट तपाईँको चाहिँ सरसफाइ गर्ने अनि हामी लाग्ने ल ठिक छ ओके हामी तपाईँको चाहिँ खाजा खाइयो अब हामी लाग्छौँ अगाडि त्यो भएको कारणले गर्दाखेरि अब धेरै समय पनि छैन थोरै समय छ अब हामी लाग्नुपर्छ है बस्नु बस्नु त तिनजना तान्दैन तिमी बिस्तारै हिँड्दै आऊ है ओके छ त उयो उकालोमा बस्छौँ त हामी ल ओके छ त ल ल जाउँ 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 अगाडि बढौँ टाइम एकदम कम्ती छ हामीसँग जोखिम पूर्णै छ अब उहाँलाई पुऱ्याएर फेरि मलाई लिनु आउनुहुन्छ अरे के गर्नु तिनजना नहुने हो दुःख सुख गरेर पनि यसो पुगिँदैछ तपाईँको घर पनि एउटा दुईटा उयो भइरहेछ उयो निकै उयसमा आइपुग्यो म त गलेर पुरै उयो भइसकेँ यहाँनिर मलाई यता पुऱ्याएर फेरि शुक्र भाइ उता लिनु जानुभएको छ बाटो हेरौँ न यहाँ आम्मामा सानो छैन भिर यस्तो छ यहाँनिर भिर हेरौँ न यहाँ अलिकति मिस्टेक हुने बित्तिकै गयो जिन्दगी हिमाल सगरमाथा चढे जस्तै व्यवस्थित भएको छ अनि त्यहाँनिर ठ्याक्कै भइरहेछ आउँदै हुन्छ उकालो थोरै छ नि सादा उकालो कस्तो भइरहेछ आम्मामामा यार हट्टरिका यहाँ घर रहेछ एउटा एकछिन आराम गर्नुपर्छ होला हौ फाइनली रूपमा हामी चाहिँ आजको हाम्रो गन्तव्य झन्डी डाँडा इलाममा हामी आइपुगिसकेका छौँ र अब हामी यहाँ केही समयसम्म तपाईँको चाहिँ बसेर यहाँको रहनसहल के छ कसो छ भन्ने कुरामा हामी अवलोकन गर्छौँ अब तपाईँहरूलाई त्यो कुनै भोक लाग्यो खानासानाको व्यवस्था पनि सबै हुन्छ यहाँ तलतिर अहिले जाँदाखेरि निस्किने ठाउँमै पाइन्छ अब सादा
खानै मात्रै खाने हो भने पनि ठिकै छ। यो सङ्बा इधर उधर सबै पाइन्छ। जस्तै जुन पनि हाम्रो झापा यो जे जस्तो हो पनि हाम्रो एउटा झन्डी डाँडा भएको उयो भयो नि त होइन। भयो जस्तै मोरङ सुनचरी भयो होइन। हजुर हजुर उहाँहरूलाई फ्यामिलीहरू आउनु पनि त इच्छुक हुनुहुन्छ नि त होइन। एकदम ठिक छ। फेरि उहाँलाई के भन्न चाहनुहुन्छ तपाईँ? त्यहाँ जस्तो त्यसरी फ्यामिली यस्तो गर सुत्ने बस्ने है हजुर समेत पाइने र पाहुनाको रूपमा पनि राखिन्छ त्यस ठाउँमा। त्यति मजाको छ। हजुर भनेपछि सबैले उहाँ अङ्कल हामी बाटोमा हिँड्दै गर्दाखेरि उहाँ भेटियो हामी। हजुर हजुर तपाईँहरू मोरङ सुनसरी जुनै जिल्लामा भए तापनि भए तापनि झन्डी डाँडा हाम्रो झापामा आएर चाहिँ तपाईँले फ्यामिली सुत्दै आएर राम्रो व्यवस्थित हुन्छ त्यस्तो केही छैन। केही छैन। एकदम राम्रो हुन्छ भन्ने तिम्रो हाम्रो धारणा भयो। हजुर हजुर एकदम कुनै तपाईँहरूले त्यो सुर्ताउनु पर्ने कुरोहरू कुनै पर्दैन। त्यहाँ चाहिँ हजुर बस्ने खाने आरामले बसेर हजुर तपाईँ हामी त्यहाँ भेट गरेर गफ गर्दै डानासै गर्ने भए पनि डानासै गर्दै बस्दै गर्दा पनि पाइन्छ। यो हो र यो रहेछ। यो चाहिँ झन्डी डाँडाको यो मन्दिर जाने बाटो रहेको छ र अब हामी चाहिँ मन्दिरतर्फ अगाडि बढिरहेका छौँ। फोक चाहिँ फ्याक्ट्याक गर्दैछ। थोरै माथि रहेछ उहाँ। बहुत गाह्रो भयो पुरा। धेरै उकालो छैन झापामै भएर नि यस्तो ठाउँ कहिले हेरेको बिस्तारै जाउँ शुक्र सर। यार धेरै उकालो बाटो छ है। फेरि गाह्रो हुन्छ त। फेरि तल कति कालमा पनि पुगिन्छ थाहा हुँदैन है। फेरि ल बिस्तार जाउँ बिस्तार जाउँ। ल ल जाउँ। अब 5 मिनट है 5 मिनट।
यताबाट साह्रै रमाइलो ठाउँ पाइयो जस्तो अब हाम्रो यो यता उँधोतिर यो अहिले कुहिरो लागेको अवस्था छ यदि कुहिरो नलागेको भए यहाँको अवस्था सम्पूर्ण तपाईँको मजाले देखाउन सकिन्थ्यो अलि परतिर तपाईँको बिरिङ खोलाहरू पनि यहाँबाट देख्न सकिन्छ यहाँ तलतिर तपाईँको यो सन्का खोला रहेछ यतापट्टि तपाईँको माई खोला रहेछ यहाँबाट हेर्ने हो भने दुर्गापुर भयो यता बिरतामोड भयो अलिक परको सहरहरू पनि तपाईँको देखिने सुरुङ्गा त झन् अझ तपाईँको नजिक छ यो छर्लङ्गै तपाईँको चाहिँ देख्न सकिने यतातिर तपाईँको चाहिँ दानाबारी पनि तपाईँको देखिँदो छ ममाईमा पुल पनि तपाईँको देखिँदो रहेछ भनेपछि यहाँको अवस्था एकदमै राम्रो छ यहाँका गाउँघरहरू पनि तपाईँको हेऱ्यो यहाँ खेतीपातीहरू पनि लाइन्दो रहेछ यति ठाउँमा सायद पानीको अभाव होला तर अभावमा भए पनि यहाँको तपाईँको कृषि उब्जाउनेहरू पनि एकदमै राम्रो रहेछ यो पशुपालन क्षेत्रमा पनि यो ठाउँमा तपाईँको राम्रो तपाईँको चाहिँ गरेको पाइयो यहाँ एकदमै राम्रो रहेछ हजुरहरू पनि यो ठाउँमा झन्डी डाँडामा आउन चाहनुहुन्छ भने तपाईँहरू सुरुङ्गा बजारबाट उत्तर हुँदै यता धनुषकोटी धाम र उतापट्टि पिकनिक स्पोटतिर जाने तपाईँको एउटा गेट छ त्यो गेटबाट पूर्वपट्टिबाट चाहिँ एउटा बाटो छ सिँढीको बाटोबाट आउनुभयो भने हिँडेर आउन सकिन्छ अलिकति ओरतिरबाट पूर्वपट्टि बाटोबाट ग्राभलको बाटो भएर आउनु भने बाइकमा पनि आउन सकिन्छ हामी चाहिँ आज तपाईँको बाइकमा आयौँ र यहाँनिर मजाले घुम्न पाइयो सबैजनालाई तपाईँको चाहिँ हाम्रो भिडियो हेरिदिनु होला सबैजनालाई धन्यवाद छ।